हेलो एन्ड हाई एभ्रिवान, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई चाहिँ मेरो च्यानलमा स्वागत छ। अनि आज पनि म हजुरहरूसँग नयाँ भ्लग लिएर आउँदैछु। मेरो आजको भ्लग पनि मेकअप सम्बन्धी नै रहेको छ। मलाई चाहिँ मेरो दिदीले अचानक बोलाउनु भएको थियो मेकअपको लागि। अनि त्यसरी म नभ्याएर चाहिँ अनि चाँडो उठेर ब्रस गरेँ। अनि चाहिँ म इनड्राइभ गरेर दिदीले भनेको लोकेसनमा जाँदैछु। अनि दिदीले चाहिँ मलाई बिहान मात्रै इन्फर्म गर्नुभएको थियो नि त। अनि त्यही भएर म पनि एकदमै हतारमा गएँ। अनि मनमा त लागिरहेको थियो, मैले के बिर्सेँ जस्तो त लागिरहेको थियो। अनि त्यही पनि कुरा पनि गर्न पाएन राम्रोसँग है। अनि 9 बजीभित्र आइपुग्नु भनेर भन्नुभएको थियो नि त है। अनि त्यसपछि म गएँ अनि दिदीको घरमा पुगेँ। उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ, हिमाता दिदी, अनि सानो छोरी। अनि म दिदी घरमा एकछिन बसेँ। त्यसपछि लोकेसनसम्म चाहिँ मलाई मेरो भेनाले लगिदिनु भएको थियो। अनि त्यसपछि चाहिँ हामी लोकेसनमा पुग्यौँ। यो चाहिँ भेनाको आफ्नै कान्छा बाबुको छोरा हुनुहुन्थ्यो। अनि उहाँको कान्छा बाबुको छोराको ब्राइडको मेकअप बनाएको म चाहिँ। अनि एकैछिनसम्म अनि म चाहिँ कुरेर बसिराखेको थियो। अनि त्यति बेलासम्म मैले आफ्नो सामानहरू पनि मिलाएँ, सबै मेकअपको सामानहरू के चाहिन्छ म हेर्दै पनि थिएँ, अब के बिर्सेछु मैले भनेर। अनि मलाई चाहिँ रोटी र चिया दिनुभएको थियो, खाजा। अनि म चाहिँ त्यो खाजा खाँदै थिएँ, किनभने म बिहानबाट केही पनि खाएको थिएन नि त, म यत्तिकै उठेर आएको थिएँ नि त। अनि त्यति बेलासम्म चाहिँ ब्राइड चाहिँ रेडी हुँदै थियो। अनि म चाहिँ एकछिनसम्म खाँदै कुर्दै गऱ्यो। अनि त्यति बेला चाहिँ मैले सानो खुचीलाई भेटेको थियो, कस्तो मजाको थियो। के अरे फेरि एकचोटि भनिदिनुहोस् नाम के? वा, अनि त्यसपछि अनि त्यो दाँत कता गयो त नि? भनेपछि हामी चाचारो मुसालाई चाहिँ दाँत फिर्ता गरिदिनुहोस् भनेर भनौँ है। ओके। अनि हजुरले मेकअप गर्ने कि नगर्ने? वाइ यु डोन्ट लाइक? गुड। भनेपछि ठुलो भएपछि गर्ने ल। ओके। अनि ब्राइड चाहिँ उहाँ नै हुनुहुन्छ। अनि उहाँको चाहिँ आज बिहे नभएर चाहिँ रिसेप्सन रहेछ। अनि मैले कस्तो मेकअप गरिदिउँ भन्दा मलाई आइडिया नै छैन भनेर भन्नुभयो। अनि तपाईँको अनुसारले गरिदिनु भन्नुभएको थियो। अनि उहाँको चाहिँ पिच कलरको लेहेङ्गा थियो। अनि मैले त्यसै अनुसारले मेकअप गरिदिएको थियो। अनि हतारमा आएको भएर चाहिँ मैले कति धेरै कुराहरू बिर्सिरहेको थियो है। अनि त्यही भएर पनि कस्तो झ्याउ भइरहेको थियो। अनि त्यही पनि जसोतसो यताउता गरेर चाहिँ मेकअप चाहिँ भ्यायो होइन। अनि उहाँको बहिनीको पनि मैले मेकअप गरिदिएको थियो, सिम्पलवाला। अनि मेकअप गर्नको लागि चाहिँ एकदमै टाइम चाहिन्छ नि त। तर चाहिँ उहाँहरूको चाहिँ कति बेला भन्ने थियो टाइम। अनि त्योभन्दा अगाडि नै जानुपर्ने भएर चाहिँ मेकअपको लागि इनफ टाइम नै भएन। त्यसै भएर हतारमा मेकअप गर्नु पर्यो। अनि मैले उहाँको बहिनीको पनि मेकअप गरिदिएको थियो। अनि उहाँ चाहिँ ब्राइडको बहिनी हुनुहुन्छ। अनि यसरी नै मेकअप गर्यो। अनि हेयरको लागि चाहिँ उहाँले अर्कै डिजाइन दिनुभएको थियो, तर त्यो माथि टाइम पनि नभएर अनि यति कर्ली गरेर अनि अलि अगाडिको फ्रन्ट हेयर पनि अलिअलि कर्ली गरेर मात्र यसरी नै बनाइदिएको थियो मैले। एकदमै हतारमा भएर चाहिँ किन कति धेरै कुराहरू चाहिँ मिसिङ भइरहेको थियो, भनेको जस्तो चाहिँ भइरहेको थिएन। अनि त्यही भएर चाहिँ मैले एउटा कुरा के सिकेँ भने अब ब्राइडल मेकअप गर्न जाँदाखेरि चाहिँ म पहिला नै कुरा गरेर अनि मेकअपको लागि नै 2-3 घन्टा छुट्याएर कुरा पनि म ब्राइडसँगै गरेर कस्तो टाइपको मेकअप चाहिन्छ हजुरलाई भनेर कुरा गरेर मात्र जानेछु भनेर मैले त्यस्तो चाहिँ डिसिजन लिएको छु। किनभने एज अ मेकअप आर्टिस्ट सबैभन्दा ठुलो कुरा भनेको क्लाइन्टको सेटिस्फ्याक्सन हो। उहाँ नै अब सन्तुष्ट हुनु भएन भने त मैले गरेको कामको त केही मतलबै हुन्न नि त। अनि त्यही भएर अब चाहिँ मैले त्यो डिसिजन लिएको छु। अनि आफ्टर मेकअप चाहिँ उहाँलाई यस्तो देखेको थियो। यो पनि बल्ल लिएको भिडियो हो, किनभने यति हतार भएको थियो कि उहाँहरूलाई चाहिँ ट्याक्सी आइसकेको थियो। अनि त्यही भएर उहाँहरू चाहिँ अनि त्यसपछि रेडी भएर जानुभयो। अनि मेरो बहिनीहरू पनि त्यही बिहेको पार्टीमा जाने भनेर रेडी हुँदै थियो। अनि उहाँहरूले अलिअलि मेकअप चाहिँ आफूले नै गर्नुभयो चाहिँ। अनि मैले त्यसमाथि अलिअलि टचअप गरिदिएको थियो। अनि एउटा दिदी र बहिनीको चाहिँ मैले मेकअप गरेको भिडियो खिच्न पाएन, किनभने उहाँहरू चाहिँ अलरेडी नै मेकअप गरेर बाहिर गइसक्नु भएको थियो नि त। अनि त्यही भएर मैले त्यो चाहिँ रेकर्ड गर्न पाएन। अनि उहाँ चाहिँ मेरो बहिनी हुनुहुन्छ, सम्झना बहिनी, उहाँको मेकअप गरेको चाहिँ मैले खिचिरहेको थिएँ। अनि म चाहिँ अहिले अन्जना बहिनीको घरमा छु। अनि मेकअप गर्दा यताउता गर्दाखेरि चाहिँ अराउन्ड 2 नै बजिसकेको थियो। त्यति बेलासम्म चाहिँ मलाई यस्तो भोक लागेको थियो होइन। अनि त्यसपछि दिदीहरूले चाहिँ अनि यहीँ खाना खाएर जानु भनेर भन्नुभएको थियो। अनि ल भनेर चाहिँ अनि हेमाता दिदीले मलाई तरकारी ल्याइदिनु भयो थियो। अनि त्यही खाना बनाइदिनु भयो।
अनि मैले बहिनीहरूको कपाल पनि अलिअलि मिलाइदिएँ होइन। अनि त्यसपछि बहिनीहरूले मेकअप गरेको भिडियो पनि रेकर्ड गर्नुभएको थियो। अनि बहिनीहरू चाहिँ रेडी भएर जानुभयो होइन। अनि मेरो चाहिँ त्यति बेलासम्म खाना पनि रेडी भइसकेको थियो। अनि दिदीले चाहिँ मलाई खाना दिनुभएको थियो। अनि यो खाना चाहिँ यस्तो धेरै देखेछ होइन। अनि बिचरा दिदीले चाहिँ मलाई मेकअप गरेर भोक लाग्यो होला भनेर है कति धेरै तरकारी दिनु भएर भात पनि कति धेरै हालिदिनु भएको थियो। अनि मैले चाहिँ मजाले खाएँ, यस्तो भोक लागेको थियो नि त मलाई होइन। अनि टन्न खाएँ मैले। अनि खाना खाइसकेपछि म एकछिन रेस्ट गरेर अनि फेरि इन ड्राइभ गरेर नै म घर फर्केको थियो, किनभने लेट भइसकेको थियो नि त। चस्मा देखेर नि कति ठुलो हो चस्मा, अनि मेरो अनुहार कति सानो देखेको हो। अनि आजको मेकअप चाहिँ भनेको जस्तो नै भएन, किनभने टाइम पनि एकदमै कम थियो। अनि मैले कति धेरै कुराहरू पनि मैले बिर्सिरहेको थियो नि त लैजानै प्रोडक्टहरू। अनि त्यही भएर पनि भनेको जस्तै भएन। अब ब्राइडको त अब एकदमै स्पेसल डे थियो नि त है। अनि अलिकति कस्तो खल्लो चाहिँ लागेको थियो, किनभने मैले चाहिँ 100% दिनै पाएन नि त। अनि फेरि पनि यस्तै नहोस् भनेर अब चाहिँ म ब्राइडल बुकिङहरू गर्न पर्यो भने पहिला सुरु म ब्राइडसँगै कुरा गरेर मेकअपको लागि मात्र भनेर 2-3 घन्टा छुट्याएर मात्र जानेछु। अनि आउँदै गर्दा चाहिँ मलाई दिदीले फोन गरेर बाबालाई चाहिँ ब्रेड लिएर आइदेऊ भनेर भन्नुभएको थियो। अनि त्यसपछि हामी बगरमा एकछिन झऱ्यौँ। अनि झरेर चाहिँ मैले बाबालाई ब्रेड किनिदिएँ। अनि किनेर अनि म घर फर्किएँ। अनि एट द्याट टाइम आई वाज लिटल बिट अपसेट, किनभने सोचेको जस्तो भएन नि त। गाइज म चाहिँ भर्खरै आइपुगेँ है। अनि आजको भिडियो चाहिँ यति नै रहेको छ। र यदि तपाईँहरूलाई चाहिँ मेरो आजको भिडियो मन पर्यो भने चाहिँ डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। अनि कमेन्ट गर्न पनि नबिर्सिनु होला। र म हजुरहरूसँग नेक्स्ट भिडियोमा भेट्ने नै छु। टिल देन टेक केयर, बाई बाई।